कुसाङको नमस्ते। म यतिखेर पेन्टिङ गरिरहेको छु र ट्रेडिसनल भुटनिस पेन्टिङ चाहिँ फिनिसिङ गर्दैछु हैन। तपाईहरुसँग यो भिडियोहरु बनाउँदै पठाउँदै कहिलेकाहीँ यसो फुर्सद पाउँदा नाचेको भिडियोहरु अलिकति टेम्पस सबैले बुझिदियोस्। अलिकति धेरै ट्यालेन्ट देखाउनु पर्यो नि आफ्नो हैन, गाउँ ठाउँबाट हाम्रो ट्यालेन्टलाई हेरेर अरूले पनि सिकोस् मतलब अरूले पनि जोश आओस्, उसले पनि आफ्नो ट्यालेन्ट देखाओस्। अरे हामी चाहिँ खोया हो, हामी चाहिँ के हो भन्ने उनीहरुलाई पनि एउटा हिम्मत आउँछ नि त। अनि तपाईहरु सबैले यस्तो कुराहरु चासो लिएको राम्रो हुन्छ। आफ्नो सिपहरु छ भने है गर्नु होला। र म चाहिँ पेन्टिङ पनि गर्छु। एकतिर भोइस अफ द नेपाल सिजन 7 को भोइस अफ नेपाल सिजन 7 को जुन गायक प्रस्तुतिहरु सुनिरहन्छौं र उहाँहरु कहाँबाट आउनु भएको होला है। कोही दार्जिलिङ, कोही कालिम्पोङ, कोही भुटान, कोही नेपालकै, कोही कहाँ विदेशदेखि पनि आउनु हुँदो रहेछ। भोइस अफ नेपालमा सिजन 7 मा एकदमै चलिरहेको छ। तपाईहरुले पनि हेर्नु होला, साथ सपोर्ट दिनु होला। मलाई पनि धेरै इन्ट्रेस्ट लाग्छ र म पनि सदा दिन सुनिरहन्छु। धन्यवाद, थ्यांक यू सो मच सम्पूर्णलाई मेरो भिडियोलाई माया गरिदिनु भएकोमा।